टक्क लाएर हामी तलतिर झर्छौँ दिल्ली नआएको मान्छे उद्या तेल पसाउँछ टक्क लाएर भर्खरै फाइनल्ली होइन बस बजार आइसक्यो कसैको बिहा गर्न भएको छ आज यो प्रोग्राम स्टार्ट सोधै हो अब सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग्स एन्ड आई होप हजुर पनि सधैँ हुन्छ होला म पनि एकदम बबाल झगास छु यहाँ मम्मी र म चाहिँ अनि उता के अरे बुद्ध चोकतिर तेल दिन जान लाग्यो तोरीको तेल लाएर कपाल कालो भयो सो दामी तरिकाले मगा फलेको भरे टिप्न आउनुपर्छ चोर्न चाहिँ होइन टिप्न फेरि चोर्न सम्झेर कोला बारी देख्छ अन्त यो फार्म अब जाँदैछौँ कहाँसम्म जाने ए मायापुरी त्यही हो आउटलुक यस्तो छ त्यही फार्म अब के खुवाउँछन् मम्मीले हेरौँ गाह्रो छ आज पनि अघि भर्खर आएको एनिमल्स प्रोटेस्टबाट त्यही हो गाह्रो छ मायापुरी टक्क लाएर हामी तलतिर झरिसक्यौँ ग्याङ फ्यामिली टुर ग्याङ आन्टीले के भन्दैछ हामी चाहिँ बुद्ध चोक जान लाग्छौँ भन्नु बोल्दैछ तिमी त के भने खोइ ल भन्नु हामी बुद्ध चोक जान लाग्छौँ तोरीको तेल लिन यसो तोरीको तेल लगाएपछि कपाल कस्तो हुन्छ अरे कालो हुन्छ नरम हुन्छ अनि अरू अनि अलिअलि भुटेर पनि खानु पर्ला अनि अरू गाइस अहिले अलिक महँगो पनि छ त्यही हो अब तलतिर कता कता हुन्छ अब झुलुङ्गे पुल जाउँ बरु झुलुङ्गे पुल जाउँ ऊ मेरो मोबाइल छ अरे त्यही हो ग्यास टक्क लाएर अब स्याटो लाएर गुदो चोकतिरको यात्रा छ अनि हाम्रो प्रधानमन्त्री हुमा राजवंशी अनि यता गृहमन्त्री अनि यता चाहिँ कोही न कोही प्रधानमन्त्रीको छोरामा चाहिँ मकै बारी दर्याम गराम त्यही हो गाइस अब तोरीको तेल लिनलाई जाँदैछौँ होइन अब हाम्रो यता म्याडमले के किन्दी बक्सिन्छ हेरौँ होइन सीता आन्टी त्यो फार्म हो त्यही हो जाडोमा अब खुवाउनु नगर्ने उहाँको इच्छा छ होइन उहाँको धर्म नगरिकन त्यही हो गाइस यता अर्कै कुरा हुन्छ कि एउटा आइसक्रिमको आशले कति वर्षको बेस्ट फ्रेन्ड रे आन्टी 20-21-22 वर्ष भयो अरे नि अब हजुर साप त अब गर्वमा त थिएन होइन भयो बाई तेल लिन आएको मान्छे उद्या तेल पसल बन्द यताबाट त्यही हो गाइस जाने स्याडो लाएर जाउँ यताबाट यसरी घुमेर जाउँ त्यही हो देख्नुभयो कस्तो गोरो देखेँ लाइट पनि बल्छ तेल लिन आएको अरे तेल पसले बन्द गाइज होइन अब टक्क लाएर बाटो घुम्दै जाने होइन अनि त्यही हो अब चाहिँ हेर्दै जानु होला बाटो हिँडिरहेको गाडी उता गर्छ है अनि आन्टी कति लिटर तेल लिनुभयो अब कति लिटर 5 लिटर लिनु भयो गरेको 5 लिटर कि एक थोक पनि पाएन अब बन्द अनि मम्मी तपाईँले कति लिटर 20 25 30 40 लिटर लिन आएको जानु गफ हेर न गफ होइन अहिले फटा बोलेको उसको बुढाले 2000 पैसा दियो भने मार्छ भनेर अनि त्यो पनि लगा भयो यस्तै हो अब टक्क लगाएर सिधै हिँड्नु गाह्रो छ गाइज होइन टक्क लगाएर यस्तो छ नाइट भ्यू है बबाल छ भ्यू चाहिँ अब यस्तो सो टक्क लगाएर भर्खरै रुम आइपुग्यो अनि टाइसन डन आगो मुसा छिराएर चाहिँ क्या हो
बाहिर गएर मुसा हेर्दै बसिरहेको रहेछ कि अनि साँच्ची एउटा यस्तो दुःखद खबर है मलाई क्या खल्लो लाग्यो क्या गाइज यार के अरे बिहान खरा यस्तरी चिचाएको थियो है बाहिर गएर हेर्दाखेरि अब मुसा छिराएको रहेछ खराएको खोरमा कानै टोक्दैछ मलाई कानबाट ब्लड आएर यस्तो ब्याड न्युज थियो यस्तो ब्याड न्युज मलाई लागेन क्या खल्लो लाग्यो कस्तो नराम्रो लाग्यो अनि त्यही हो अब फेरि बेलर सफा गरिदिनु पर्ने हुन्छ मैले चाहिँ अहिले देखाउँछु म त्यस्तो घाउ त सानो ठुलो भएको छैन सानै छ तर पनि पाल्या चिज हो नि त गाइज पाल्या चिज हो प्लस एनिमल्स लभर्स हुँ म आवाजबिन जनावरको आवाज हुँ म एन्ड एज डायलग खत्रै गयो क्या आमा आखिरी त्यो फ्याम अब आज चाहिँ खाना नखाने भनेको पकौडा सकडा यताउता बनाएर गाह्रो छ त्यो फ्याम अब टक्क लगाएर के हुन्छ हेरौँ न त्यो त गाह्रो छ हौ आखिरी बाई पिस त्यही हो अब टक्क लगाएर यहाँ हाम्रो के छ मम्मी यहाँ ला देखिन हौ रोटी स्याटअप पकौडा आलु तरकारी ग्वाम हान्नु पऱ्यो गाइस त्यही हो होइन के तपाईँ टक्क लगाएर अब खानासाना खाएर चाहिँ सुत्दिनु पऱ्यो कति खाना खानु हौ भनेर रोटी खानु पर्यो हेलो गाइस खुट्टा दुखेर बिहान लगाएको अवस्था So hey guys, good afternoon and it's the next day, next video अनि त्यही हो अब फेरि म चाहिँ अब अहिले तत्काल एनिमल्स प्रोटेस्ट हाम्रो जुन छ त्यहाँ जानलाई रेडी भइसकेँ अनि सो त्यही हो गाइज अब टक्क लगाएर निस्किनु पर्ने हुन्छ अनि म चाहिँ आज टाइसनलाई पनि लिएर जान आँटेको टाइसन त्यहाँ छ अनि मेरो आउटफिट आजको यस्तो छ भित्र हाफ स्यान्डल आएको छ क्या वाइल्ड गर्मी छ क्या अनि त्यही भएर चाहिँ वाइल्ड गर्मी हुनुको कारणले चाहिँ मैले टक्क लगाएर के भन्छ हाफ ज्याकेट हाफ टी सर्ट त होइन हाफ स्यान्डल लगाएर चाहिँ निस्किनु लाग्यो अनि सो त्यही हो अब मेरो सेल्फी स्टिक त लिएर जानु परिहाल्यो अभियसली होइन आया अनि त्यही हो फ्याम अब टक्क लगाएर अनि हाम्रो चाहिँ अब आज हाम्रो विश्वराम सर अनि अरू सर म्यामहरू चाहिँ उता मन्त्रालय जानुभएको छ 11 बजी जानुभएको थियो अनि अब के कुरा भयो अब अहिले अब एकैचोटि माइती घर मण्डलामा आइसकेपछि सर म्यामहरू आइसकेपछि कुरा हुन्छ होला सायद आई होप हाम्रो गृहमन्त्री सुदन गुरुङज्यूले चाहिँ हाम्रो माग पुरा गरिदिनुहुन्छ भन्ने पुरा आशा र विश्वास छ बाबा माग पुरा हुनु परेन गाइज यार त्यो फ्याम अब टक्क लगाएर निस्किनु पर्ने हुन्छ म चाहिँ रेडी भइसकेँ अब निस्किन्छु म पाइप पिस फाइनल्ली होइन हामी चाहिँ यहाँ खसी बजार आइसक्यो दाजुभाइ टक्क लगाएर रेडी भएर निस्किसक्यो एकैचोटि उता गएर भेट्छु त यो गाडीको आवाज केही सुन्दैन माथि सो फाइनली म चाहिँ यहाँ माइती घर मण्डल आइसकेँ अनि हाम्रो यहाँ नयाँ ब्यानर रहेछ अनि सम्पूर्ण जनावर प्रेमीहरू आइसक्नु भएको रहेछ हाम्रो कार्यक्रम चाहिँ 3 बजी स्टार्ट हुन्छ भन्ने सुनेँ मैले अनि त्यही हो अब एनिमल्सहरूको लागि केही न केही त हुनु पऱ्यो नि हो बबाल रहेछ ब्यानर चाहिँ एस झकास अनि त्यही हो यहाँ पुग्नु आउनु भएको रहेछ है नि लै त्यही हो फ्याम अब हाम्रो कार्यक्रम कतिखेर स्टार्ट हुन्छ आएर ओ मेरो दाइ के छ सन्जय वेलकम टु माई ब्लग्स पिस आउट हो त्यही गाइज अब टक्क लगाएर हामी खोइ हाम्रो मेरो भाइ खोइ ओइ त्यही हो अब 3 बजे कार्यक्रम कसैले लेखाजोखा गर्नु भएको छ आज यो प्रोग्राम गाई गोरुहरूले गर्दाखेरि छोडिदिन्छन् मान्छेहरूले किन भएर कति मानिस मरेका छन् कति जनावरहरू मरेका छन् त्यसको आज लेखाजोखा भएको छैन त्यसको नियन्त्रण गर्नुपर्छ राज्यले समस्या छ हजारौँ समस्या छ तर यसलाई यो त राष्ट्रिय मुद्दा हो आज हेर्नुहोस् त आज बाँदरको किसानहरू कति मरिराख्नु भएको छ बिचरा त्यसको व्यवस्थापन गर्नु पर्यो भन्ने हाम्रो माग हो जहिले पनि
अघि बिहानदेखि हामीलाई 2-3 मिनट भन्दा हामी बिहानदेखि यहाँ बसिरहेका छौँ। सो टोकला हाम्रो प्रोग्राम चाहिँ सकिसकेको छ। हाम्रो सन्तोष दाई, उता सबिन दाई, अनि यता टाइसन राजवंशी, चस्मा दिनु एकचोटि लानु। अनि त्यही हो, अब चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ हामी त सन्तोष के अरे सबिन दाई, भाइरल दाई खाचाक एज फोटो खिचिदिएको नि त गाइज। ट्याकलाहरू उता हाम्रो भाइरल दाई आउनुभयो। हेलो हेलो सर। त्यही हो गाइज, अब डक्कलाहरू घर जानुपर्ने हुन्छ। कस्तो ह्यान्डसम दिएको है मलाई त आज। ढाँडा सोधै हो अब यसरी यत्तिकै मिटिङमा बसिरहेको। हाम्रो यो के घिमिरे भन्ने सर आउनु भएको रहेछ उता। सर चाहिँ आउनु भएको रहेछ हाम्रो प्रोटेस्टमा है। कसको प्रोटेस्टमा आउनुभयो होइन, कुरा बुझ्न आउनु भएको रहेछ क्या। यहाँ के को प्रोटेस्ट हो भनेर चाहिँ आउनु भएको रहेछ उहाँ। सो म चाहिँ माइती घर मण्डलाबाट घर फर्किने क्रममा दाइलाई भेटेर यसो अनि चियासिया खान आएको थिएँ। यो ठाउँमा राम्रो रहेछ, बस्न पिस रहेछ क्या ठाउँ। हेर्नु नि गाइज, यस्तो ठाउँ रहेछ है, दामी। त्यही हो गाइज। अनि अब भोलि पनि प्रोटेस्ट छ हाम्रो चाहिँ माइतीघर मण्डलामा। सो सबैजना जनावर प्रेमीहरू आइदिनु होला। अनि आजको लागि भिडियो यति नै हुनेछ। नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु होला, इन्स्टाग्राममा फलो गरिदिनु होला। बस्दा पिस, जय नेपाल।